नेपालका गुण्डा नाइके भनिएका मनोज पुन, जसको इन्डियाको अन्डरवर्ल्डसँग पनि सम्बन्ध छ भनिएको थियो, उनको मोबाइल लोकेसनलाई ट्रेस गर्दै गर्दै नेपाल प्रहरी गोवासम्म पुग्छ। त्यहाँ इन्डियन प्रहरीको सहयोगमा उनलाई पक्राउ पनि गरिन्छ, नियन्त्रण गरिन्छ अझ भनौँ भने। तर त्यसलाई गुपचुप राखिन्छ, त्यहाँबाट नेपालसम्म ल्याइन्छ पनि। उसलाई पक्राउन सहयोग गरे बापत नेपाल प्रहरीले इन्डियाका मोस्ट वान्टेड अपराधी अरिज खान भन्नेलाई इन्डियालाई बुझायो पनि भनिन्छ। अर्थात् अपराधीहरूको साटफेर भएको देखिन्छ। तर घटना यतिमा सिद्धिएन। त्यसरी पक्राउ गरिएका भनेका मनोज पुन नेपाल पुर्याउने बित्तिकै बोर्डर एरियाको छेउछाउतिर प्रहरीसँगको जम्का भेटमा दोहोरो फायर भएर इन्काउन्टरमा मारिए भन्ने खबर बाहिरियो। पक्राउने गोवामा, इन्काउन्टर हुने नेपालमा। पत्याउनेले पत्याए, गर्नेले गरे, मर्ने मर्यो, सिद्धियो। अब अस्ति दुर्गा प्रसाईलाई आसामबाट पक्रेर ल्यायो भन्ने जुन खबर तपाईँहरूले सुन्नुभयो, यहाँनिर आएर यो कुरा सान्दर्भिक हुन आउँछ, रिलेटेड हुन आउँछ। उनले अन्तिम भिडियोमा म आफ्नो ज्यानको सुरक्षा गरिदिनको लागि अनुरोध गर्छु, त्यसो गर्ने हो भने मानव अधिकारवादीहरू र मेरा वकिलको अगाडि म आत्मसमर्पण गर्न तयार छु भनेका थिए। नेपाल प्रहरीले उनले पठाएको त्यो अन्तिम भिडियो जुन छ त्यसको ट्रेस लोकेसन खोज्दै जाँदाखेरि आसाममा गएर घेरा हालिसकेपछि उताको पुलिसको समन्वयमा नेपाल ल्याएर नेपालको बोर्डरबाट नेपालको प्रहरीले पक्रेको भनिएको थियो। अघिल्लो दिन दुर्गा प्रसाई पक्राउ परेका छैनन् भन्ने समाचार आयो, प्रहरीले विज्ञप्ति नै निकाल्यो। दोस्रो दिन हामीले पक्राउ गर्यौं भनेर फेरि अर्को सूचना निकालेको थियो नेपाल प्रहरीले। तर समाचारमा आए अनुसार आसामदेखि नै नेपाल प्रहरीले नै बोर्डरसम्म ल्याएको भन्ने छ। माथि मनोज पुनको जस्तै आफ्नो पनि गुपचुप इन्काउन्टर होला भनेर दुर्गा प्रसाईले आफ्नो ज्यान सुरक्षाको याचना गरेका थिए त्यो बेलामा।